माइकहरू सबै कम्फर्टेबल गर्छ नि तिमीलाई है एकदम भाइ त्यस्तो केही सोच्नु पर्दैन गफ नै गर्ने होइन यिनीहरू दर्शक मान्नुभएको कुरो है हामी गफ गरिदिने हो त्यही नै हो ल यार ठिक छ के गरौँ यस्तो गरौँ न अब हाम्रो नि आज पहिलो भेट होइन इन्ट्रोडक्सनबाट सुरु गरौँ न घर कहाँ होइन भाइको पुरा नाम अब मलाई त थाहा छ हाम्रो दर्शक महानुभावलाई पनि भनिदिउँ अनि त्यतैबाट सुरु गरौँ होला है न नाम हजुर मेरो नाम चाहिँ पुजन दुलाल दुलाल हजुर घर चाहिँ डौली तनहु ए कति भयो माल्टा आएको चाहिँ माल्टाको 1.5 वर्ष जस्तो भयो है तनहु कहाँनिर दमौली भन्यो होइन हजुर, दमौली कहाँनिर भातगाउँ कता पर्छ त्यस्तै है मेरो चाहिँ पोखरा हो कि त्यो भएर सोधेँ नजिकै भएर हामी जहिले त्यही बाटो होइन आउने जाने गर्ने त्यता साथीहरू पनि हुनुहुन्थ्यो एकचोटि चाहिँ अहिले हाम्रो माथि बस्ने भाइहरू पनि छन् क्या दमौलीतिरको अनि यार माल्टाको चाहिँ कति भयो अरे 1.5 वर्ष जस्तो भयो 2 वर्ष भयो हजुर आज स्पेसल हाम्रो कुरा चाहिँ डान्सलाई लिएर हुन्छ होइन हजुर तपाईँहरूलाई कतिलाई थाहा छ या थाहा छैन भाइको चाहिँ म्युजिक भिडियोहरू पनि रहेछ मैले पनि अलि अघि चाहिँ हेरेँ टिकटकमा राम्रै फलोवर्स पनि रहेछ होइन भ्युज पनि राम्रै जाने रहेछ भाइको जोस् मेन कुरा त अब डान्सलाई लिएर गरौँ न होइन हजुर प्यासन होइन त्यो चाहिँ तिम्रो रहर हो कहिले बच्चैबाट त्यस्तै थियो सानैबाट नाच्ने रहर है ए यसो बिहेबाट त कतै छ भने गयो नाच्ने होइन हजुर नाच्दा नाच्दा बिस्तारै बिस्तारै अलिकति डान्स क्लासहरू जाने क्लासबाट सिकाउँदै सिकाउँदै अहिले यहाँसम्म छु है यस मालडामा पनि आएर त्यसलाई निरन्तरता चाहिँ गरिरहेछ हजुर हजुर होइन कस्तो रमाइलो हुन्छ एकदम नाच्नु भनेपछि म फेरि जता नि रेडी पुग्दिन हजुर गाउन यहाँ माल्टाबाट पर छ भने मतलब आई मिन अब एक ठाउँबाट अर्को ठाउँमा जता गीत भन्क्या पुग्यो खुट्टा नि यहीँ काम चलाइरहे पुग्यो पञ्चे बाजामा पनि नाच्ने गर्छु नाच्यो पुट्टी बसी पनि एकदम है झन् घर चाहिँ कस्तो गाउँमै पर्छ तल बजारमै पऱ्यो बजारमा बजारमै पऱ्यो गाउँमा गाउँको अनुभव छैन भन्छ तिमीसँग अलिअलि छ हजुरबा हजुरआमाहरू माथि बस्नुहुन्छ अनि बेला बेला आफ्नो स्कुल छुट्टी भएको बेला जाने हजुरबा हजुरआमाहरूले सहयोग गर्ने है खेतीपातीतिर पञ्चे बाजा हाम्रोतिर त म्याक्सिमम् होइन त्यता पूर्वेलीहरूलाई त्यति थाहा हुँदैन यो कुराहरू हामी पश्चिमेलीहरूलाई त मजाले थाहा हुन्छ नि त पञ्चे बाजामा नाच्नुको रमाइलो होइन कहिले नाचेको छ त्यस्तो अनुभव छ पञ्चेबाजामा दाइ अनुभव त धेरै छ दाइ अब चिनेको होस् या नचिनेको कि पञ्चेबाजा बजेपछि गयो पुजन दुलाल गयो 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 अनि पैसा कमाइन्थ्यो अब नाच्ने भएपछि त फुल लाइन्थ्यो फुल लाउनु नचिनेको मान्छेले लाउनु दिन ए त्यसो दिन तिमीले लिएर चाहिँ आउँथेनौ आउँथेन इत्र सानैमा नाच्ने के नाच्यो नाचे लहर पहाड पारो जे होस् पञ्चेबाजा नाच्नु मजा आउँथ्यो धेरै मजा नि एकदम म नि साह्रै सानो सानो हुँदाखेरि चाहिँ रमाइलो हुन्थ्यो अब ठुल्ठुलो भएपछि अलि लाज लाग्ने फेरि हाम्रो बानी नहुनेलाई त लाज लाग्छ नि त होइन त्यस्तो भएको थियो माल्टामा चाहिँ काम चाहिँ के छ खासमा म माल्टामा अहिले चाहिँ मेन्टेनेन्सको काम गर्छु पहिला बारिस्टरमा थिएँ बारिस्टबाट अहिले मेन्टेनेन्समा छु है खुसी छौ एकदम दाइ माल्टा आएर पनि खुसी छौ सुरुमा त गाह्रो भयो दाइ सुरुमा 6-7 महिना जस्तै त्यस्तै काम नगरिकन घरमा थपेको बस्यौँ कहिलेकाहीँ नेपालबाट नि मगाइयो पैसा मगायो है हजुर कति टाइम बस्नु पऱ्यो त्यस्तै 6 महिना जस्तो बसियो दाइ 6 महिना हजुर कम्पनीले काम नदिएर कम्पनीलाई कन्ट्याक्ट गरेँ कि हामी खोज्दैछौँ भन्यो अनि केही पनि भएन रेन्टहरू यहाँ त्यस्तै छ महँगो छ खाना त्यस्तै छ त्यहाँ घरबाट मगाउने त्यसै गरेर बसियो दाइ त्यही त के अरे 6 महिना त्यतिको बस्दा त बहुत गाह्रो हुन्छ नि है एकदम त्यति बेला कोही पनि नचिनेको फेरि नचिनेको एक्लै रुममा बस्नुपर्ने के गर्ने कता जाने त्यो कोही नहुँदा मान्छे डिप्रेसनमा जाँदो रहेछ क्या हुन्छ अब एकहोरो सोच ल के गर्छु भनेर आएको छोरो होइन अब घरबाट के सोध्छ कमाइदा के पनि छैन मान्छेलाई टेन्सन पर्दो रहेछ दाइ फिल गरेँ त्यो कुरा डिप्रेसन भन्ने कुरा गरेँ है एकहोरो हुने कतै जाऊँ भने कोही पनि छैन चिनेको अनि कम्पनीले भने त्यस्तै छ खोज्दैछौँ अब आफू पनि सिभी भर्न गयो ए डुल्यायो सिभी बनायो पेपर बुझायो काम छ भने ल्यायो भने ओके भन्छ छैन अनि त्यही हो दाइ साह्रै रोइयो पनि रोयो है एकदम दाइ ल म्या अब हामी छोरा मान्छे त के छ परदेशी अब पैसा कमाउनु पर्यो अब आफ्नो बाबाआमालाई सुख देख्ने त हामीले होइन अब आएर केही गर्छु भनेर बस्यो 6 महिना थन्केर बसिया छ घरमा पैसा पठाउनु पाएन आफू पनि खुसी छैन
मम्मी बाबाहरूले नि उहाँहरूले त अब हाम्रो अगाडि त नाति है हामी छौँ पठाउनु पर्दैन भनिहाल्नुहुन्छ। तर हामीले चाहिँ कस्तो लाग्दो रहेछ भने आफूले केही गर्न सकेन कि त्यत्रो पैसा खर्च गरेर आइयो अनि आएपछि अब यति नि गर्न सकेन भने चाहिँ अलिकति मन चाहिँ दुख्दो रहेछ। कता कति हो अभियसली नि। घरको कुन छोरा? म कान्छो छोरा। ए दाइहरू हुनुहुन्छ? एकजना दिदी हुनुहुन्छ अनि मम्मी बाबा अनि म। ए दाइहरू नै हुनुहुन्न? त्यो त जेठै छोरो भन्नु पऱ्यो नि होइन, जिम्मेवारी सबै आफ्नै थाप्लामा पर्ने भयो, जेठो भने नि कान्छो भने नि होइन। एनिवे यार यस्तै यस्तै आज भाइलाई यहाँसम्म लिएर आउने। अब हामीले नाच्ने कुरा आउँदाखेरि हुन्छ नि माल्टामा सुरुमा अनिस अगाडि होइन बसिरहेछ। थ्याङ्क यू अनिस है, भाइलाई यहाँसम्म लिएर आइदियो। अनि हाम्रो दिनेश सरलाई पनि, दिनेश सरले हो नि सुरुमा तिमीलाई फोन गर्नुभएको? हजुर होइन सुरु दाइले। ए सुरेश सरले गर्नुभएको थियो हो, दिनेश सरले सुरेश सरलाई, सुरेश सरले फेरि तिमीलाई। अनि फेरि त भाइसँग चिन्जान छ भनेपछि मैले डाइरेक्ट भाइलाई फोन गरेँ। ठिक छ यार यस्तै हो। तपाईँहरूले कतिचोटि त के भन्ने प्रोग्राम एउटै मात्र पर्फर्म गऱ्यो नि तिमीले होइन? न्यु इयरमा होइन, अस्तिको चोटि न्यु इयरमा भेलेटामा भाइको 2टा गीत थियो कि एउटा? 2टा गीत होइन, एउटा झाँक्रीकोमा भयो मारुनी। 2टै गीतमा भाइको नृत्य देख्न सक्नुहुन्थ्यो तपाईँहरूले। सँगसँगै अझै अहिले लेटेस्ट चिनाउनु पर्दा चाहिँ अनिससँग अनिस सुनारको टिकटकबाट आएको होइन? तिमीले टिकटकबाट आएको थियो अस्ति? 3जनाको? ए हो, मैले चाहिँ अनिसकोबाट ख्याल गरेको थिएँ। 3जना हुनुहुन्थ्यो। के लाउनु भएको थियो त्यो? कुर्ती भन्छ कि पजामा भन्छ त्यस्तोले, के भन्छ? कुर्ती नै भन्छ होइन केटाहरूले लाउने। त्यो लाएर एउटा के डान्स थियो, राम्रो थियो त्यो होइन, मैले त्यसमा हेरेको थिएँ। अनि त्यहीँबाट टपक्क टिपेर भाइलाई चाहिँ आज मैले यहाँ पडकास्टमा लिएर आएको छु। बिल्कुलै नौलो अनुभव हुँदैछ यो मसँग। जस पहिला कस्तो हुन्थ्यो भने चिनेको भइन्थ्यो नि त, हामी जो गेस्ट लिएर आउँछौँ कुराकानी हुन्थ्यो। आज त हाम्रो लिटरली फर्स्ट टाइम होइन, भर्खर यहाँ भेटेर यहाँ बस्दैछौँ होइन। मलाई नि अलिकति नौलो अनुभव भइरहेछ यो होइन, तिमीलाई त भइहाल्यो। जस 6 महिना घर बस्दाखेरि है, रुममा बस्दाखेरिको अनुभव नै सुनाउन एकचोटि होइन। जस्तो डिप्रेसन भन्ने शब्द जो कोहीले युज गर्दैन नि हो होइन। डिप्रेसनमा चाहिँ कस्तो हुँदो रहेछ भने सोचेहरू धेरै आउने, आई मिन गइहालौँ कि आफूलाई हुन्छ नि, त्यस्तो नि हुन्थ्यो है, सुसाइड नै हान्ने टाइपको त्यस्तो भइन्थ्यो। अनि कोहीसँग बोल्दा नि मन नलाग्ने, एक भएर अन्धकारमा बस्ने छ पढ्नु। अनि त्यही हो दाइ डिप्रेसनको यो कुरा सम्झिँदा नि अब सिरिङ्गै हुन्छ अझै त्यो कुराहरू त्यो दिनहरू सम्झिँदा। त्यस्तो हुन्छ। कसले लिएर आउनु भएको थियो यस्तो तिमीलाई? नेपालबाट आयो तिमी? नेपालबाट। को थ्रु अप्लाई गरेर आएको थियो? नाम त भन्न मिल्ला कि नमिल्ला नभनौँ है, हुन्छ फेरि यस्तो दुःख दिएको भन्ने हुन्छ। जस हाम्रो एजेन्टहरूले भनौँ न, माल्टा आउने एजेन्टहरूले विचार गर्नुपर्ने कुरा हो यो चाहिँ। मान्छेलाई लिएर आइसकेपछि यार यो वर्ड कसले युज गर्छ भन न होइन। मान्छेहरू धेरै छन् नि अहिले यस्तो काम नगरिकन बस्ने हुनुहुन्थ्यो कति, अब अहिले कति काम गर्नुभएको छ होइन। घर यत्तिकै बस्नु पर्दा एउटा छोरा मान्छे आँटिलो भन्छ नि त होइन, त्यत्तिको मान्छेले त सुसाइडको सम्मको थट आउने दिमागमा भनेपछि झन् अलिकति मनोबल कमजोर हुने मान्छेलाई त केही अप्रिय घटना घटी पनि हाल्यो भने होइन। त्यही भएर यस्तो कुराहरू चाहिँ अलिक विचार गर्नुपर्छ। जुन कम्पनीमा काम छ होइन, ओरिजिनल ल्याउने बित्तिकै अब खास त त्यस्तो गाह्रो त छैन नि त यहाँ काम, कम्पनीलाई काम दिनलाई त होइन। आएको भोलिपल्ट पर्सिपल्ट पनि काम पठाइरहेको छ नि, तर पनि आफूले एकचोटि बायोमेट्रिक गरेपछि काममा जाँदा प्रपर पनि भयो। त्यस्तो हुन्छ। त्यो कुराहरू चाहिँ अलिकति विचार गर्नुपर्छ यार। जसले पनि लिएर आउने यस्तो कामहरू गर्नुहुन्छ उहाँहरूले होइन। अनि त्यसपछिको छेड सुनाउ न। जस्तो अब माल्टामै भनौँ न, माल्टा अब नेपालतिर त नाच्ने गाउने भइहाल्यो होइन। कि नेपालमा केही जब गर्थ्यो पहिला? थिएन, म यसरी डान्स सिकाएर हिँड्थेँ। ए डान्स सिकाउँथ्यो ए ओके। डान्सतिर त आउँला हामी फेरि पनि, आज हाम्रो मेन टपिक नै डान्स नै हो। सँगसँगै भाइको भनेर पनि त चिन्नु पऱ्यो होइन, दुःख सुख यही त हो नि हामीले गफ गर्ने भने नि होइन। हुँदै गर्दा जस्तो काममा जोइन चाहिँ 6 महिनापछि मात्र भयो थियो तिमी? कस्तो फिल भएको थियो त्यो फर्स्ट टाइम काममा जाँदाखेरि? त्यसपछि रेगुलर यही काम गरिरहेछौ नि तिमीले होइन? होइन, त्यसपछि सुरु बारिस्टामा भयो। ए बारिस्टामा 1 महिना जस्तो गऱ्यो। त्यो 1 महिना नि फुल पेमेन्ट भएन, हाफ पेमेन्ट भयो। त्यसपछि अब यसमा नि हुँदैन होला भने फेरि अर्को कामतिर खोज्यो। त्यसपछि फेरि 1 महिना जस्तो बसेँ म। ए त्यो बारिस्टा बारिस्टापछि नि 1 महिना जबले चाहिँ बसेँ। अनि जसो तसो ल कम्पनीलाई पुस गरेँ, कम्पनीले ल मलाई जसरी काम मिलाइदियो, नत्र
कम्प्लेन हिजो प्लसतिर ए तिमीले भन्यो हजुर त्यसो भनेपछि चाहिँ ल नि त ल त्यो बेला त 6-7 महिना 8 महिना भइसकेको छ नि त त्यसपछि चाहिँ ल कम्पनीले यता मेन्टेनेन्सतिर पठाइदियो अहिले चाहिँ ठिक छु गरिरहेछ त्यसो अहिले चाहिँ खुसी छ एकदम आएको स्यालेरी काम हरेक कुरा होइन त्यही त अनि सँगसँगै डान्सलाई पनि अगाडि बढाइरहेछौँ है अस्तिको डान्स 1.5 वर्ष भयो भने चाहिँ माल्टामा अब राम्रै बसाइ पनि भयो को थ्रु जोइन भएको थियो अस्तिको डान्समा चाहिँ न्यु इयरको लागि होइन उहाँ दाइहरूले टिकटक पोस्ट गर्नुभएको रहेछ डान्स ए हो अनि त्यसपछि आफू इच्छुक हुने आफू पनि इच्छुक भएको मलाई नि कता कतै प्रोग्राम भएपछि यसो नाचौँ जस्तो हुने नचिन्ने प्रोग्राम गरेर ल म नाच्छु भन्नु त मिलेन कमसेकम एउटा पर्मिसन त सोध्नु पर्यो अनि त्यहाँ टिकटकमा देखिहालेँ अनि दाइहरूले ल त के कस्तो रहेछ बुझौँ भनेर दाइले कन्ट्याक्ट गरेँ दाइले हुन्छ हाम्रो यस्तो यस्तो हुँदैछ न्यु इयरको लागि हो प्र्याक्टिस हुँदैछ ल आउँदैन त भनेर त्यसपछि जोइन भयो हो त्यसपछि भेट भएको अनिसँग हजुर ए त्यहाँ अनि पहिला अनिसँग चिन्दैन थिएन मैले छोटो हाम्रो छोटो समयमै गहिरो भयो है कति गहिरो छोटो समयमा गहिरो मित्रता अनिसँग बस्न गए है त्यही त जस आफ्नो मनपर्ने कुराहरू अब सँगै मिल्ने सँगै गर्न पायो भने त झन् त्यसै पनि रमाइलो होइन जस विदेशको ठाउँमा आएर होइन आफ्नो कला संस्कृति हो नि त यता हाम्रो एक हिसाबले हुन त डान्स अहिले अनेक डान्सहरू छन् र पनि हाम्रो संस्कृति झल्किने टाइपको डान्सहरू होइन जस्तो अब अहिले त टन्नै हुनुहुन्छ यहाँ मैले पछिल्लो क्रममा देखेको अनिस भइहाल्यो बहिनीहरू पनि छन् होइन सदिच्छा सरी ऊ पनि एकदमै राम्रो नाच्ने मान्छे त्यो एकदमै मलाई मन छको चाहिँ उनीहरूको अब प्रायः त हेरिन्छ त्यति नजिकबाट हेरिँदैन नि त टाढाबाट हेर्ने हो एक्टरहरू त हेर्न पाइन नि त डान्स गर्दा अलिअलि एक्ट पनि छिराएको हुन्छ नि त होइन मुखको एक्सप्रेसनहरू के कथाहरू के हुन्छ अनि एकचोटि चाहिँ के थियो यार तामाङ समाजकोमा हो कि होइन सदिच्छा तिमी अनि अरू दुईजना को हुनुहुन्थ्यो झ्याउरे होइन नि झ्याउरे हो सालेजो तिम्रो नाचेको के भन्छ त्यति बेला सालेजी हो अन्तिममा त रोयो नि त केटाहरूले त अनि त ल सिरियसै बनाएर होइन जस राम्रो लागेको थियो मलाई त्यो एकदम नजिकबाट हेर्न पाएर नि होला म स्टेजमा थिएँ त्यति बेला मन पराएको थियो डान्स नै त त्यही हो डान्स गर्ने हावा तल नाच्छ त्यो के होइन त्यो त हामी हो नि त्यस्तो त हामी हो नि टक्क 2 प्याक लासी होइन अनि बल्ल आउँछ फेरि त्यति नखाइकन आउनु न त्यसपछि खुट्टा नि अलि नाच्दैछौँ त यो त अब डान्सलाई अब नाचिन्छ हावा तल नाच्छ नि त के हो अब हामीले त कसरी नाच्छ गीतले के खोजिरह हामी त गीत जसरी हुन्छ त्यो गीतमै कथा लेखाउने हो अब हामी नाचेर अरूले मन छुन सक्यौँ भने होइन अब म नाचिरहेको छ तपाईँले म नाचेको देखेर तपाईँतिर मैले के भन्नु खोजिरहेको छु त्यो डान्सबाट के देखाउनु गइरहेको छु त्यो तपाईँले बुझ्यो भने बल्ल हामी पनि यसले उहाँहरूले बुझ्नु भएछ हामी नाच्यो त्यसपछि आफूलाई पनि सन्तुष्टि भयो ल मैले यसरी गरेको थिएँ उहाँहरूले उहाँसँग पुग्यो के सुनाउनु लाग्थ्यो मैले के सन्देश दिन खोजेको थिएँ अरूबाट अलिकति नाचेर भएपछि उहाँहरूबाट जुन सुझाव सल्लाह हुन्छ नि त्यसपछि चाहिँ हामीलाई आनन्द लाग्छ ए उहाँहरूले बुझ्नु भएछ है हामीले जे देखाउनु लाग्थ्यो त्यो चाहिँ उहाँहरूले बुझ्नु भएछ भने त्यति बेला चाहिँ खुसी लाग्छ अब नाच्ने भनेको अब नाच्ने प्रायः मान्छेहरू त्यसरी नाच्छ गीत बज्यो कि के नाच्यो नाच्छ तर फेरि त्यसमा मजा हो त्यसमा औरी मजा हुन्छ नि त्यसमा त ओरी मजा कि के भन्छ नि होइन जस्तो नेपालमा मैले भइरहेछ नि यो मेरो डान्स युनिभर्स के त्यता कहिले जाने त्यति बेला भ्याइएन भन्दा नि जाने मौकै पाइएन त्यति बेला नेपालमा खासै प्रोग्राम भएन त्यति बेला अनि जुन अब त्यति बेला सानै उमेर सानैमा अब आफू पनि भरिपक्क नभएपछि कसरी जानु त आफू पनि मनमा होस् न ल अब त मैले यति गरेपछि मैले प्रोग्रामसम्म जान सक्छु त्यो भएपछि ल कन्फिडेन्ट पनि आयो अब त्यहाँ त्यही त त्यहाँ गएर यतिकै नाचिसक्यो के काम त त्यही भएर त्यहाँ जाएपछि त अगाडि बढ्नु पऱ्यो नि स्टेप चढ्नु पऱ्यो अलिकति तयारी भएन त्यति बेला खासै प्रोग्रामहरू पनि हुन्थेन त्यहाँ त्यति बेला तयारी थिएन हामी अनि अहिले चाहिँ आउँदैछ ठिक छ नेपालमा त्यस्तो हुन्छ खुसी लाग्छ अब आफू त्यही सेक्टरमा हुँदा अब यस्तो प्रोग्रामहरू आउँछ खुसी हुन्छ के अरे यसको नि डिफ्रेन्ट हुन्छ नि होइन भनाइ अब के भन्छ मलाई त्यति थाहा छैन जस्तो लोकदोरीमा नाच्ने डान्सलाई एउटा अघि भने झ्याउरे एउटा होइन
हिपहप हुन्छ तपाईँको, कन्टेम्पोरेरी हुन्छ, के कन्टेम्पोरेरी, ए अनि साल्सा, टटिङ। यो डान्स जति भित्र छिर्दै गयो त्यति डान्स फर्महरू निस्किन्छ, नयाँ नयाँ नाम, पपिङ हातहरूको, सरी टटिङ। अब पपिङ भनेको हिट हान्ने जिउलाई, अनि हिपहप त अब त्यही हो रोबोटिक। कल्चर भनेको फ्लोरमा गएर नाच्यो। जस म नाच्दा चाहिँ धेरै छ कल्चरै नाच्छु, किनकि अब आफ्नो मजा आउँछ त्यो कल्चर नाच्नु। फेरि कुनैमा हिपहपमा मजा आउनु भने होइन, तर अब आफू सानैदेखि नाच्दै आएको त्यही हाम्रो ठाउँतिर त्यही हो, कौरा होइन। त्यो नाच्दै आउँदाखेरि मलाई चाहिँ त्यही मजा लाग्छ, जुन्ज्याहरू नाच्दाखेरि त मादलको तालहरू त्यसमा मजा लाग्छ नाच्नु। हो ए भनेको होइन, त्यही त अब जस ठिक छ। माल्टामा पनि अब आइसकेको छु, अब बिस्तारै सुरु त भइसक्यो नि त अस्तिबाट होइन। बिस्तारै यही फिल्डको मान्छेहरूसँग नि जोडिन पाइन्छ। अनि अर्को एउटा कुरा पनि के मैले हाम्रै साथीहरूबाट मैले के सुनेको थिएँ भने हाम्रो माल्टामा पनि गायकहरू टन्ने हुनुहुन्छ नि त, लोकदोरी 2-3टा गीतहरू रेडी भएको छ, भिडियो बनाउनु पर्यो भनेर मलाई भन्नुभएको थियो कि। हाम्रो लोक सांस्कृतिक मञ्च के छ लामो छ उहाँहरूको नाम। उहाँहरूले चाहिँ हामी गीत मिक्सिङमा छ, नेपाल रेडी भएपछि गीत आउँछ नि, भिडियो चाहिँ यहाँ सुट गर्नुपर्छ भन्नुभएको थियो। सायद त्यति बेला चाहिन्छ होला होइन। के हुन्छ यस्तो बेलामा, जस्तो फर इक्जाम्पल जस्तो मैले बोलाउनु पऱ्यो तिमीलाई होइन, क्लियरली होइन, अब त उहाँहरूले बोलाउनु भयो, अब त्यस्तो कोही छ भरोसा नाच्ने त्यस्तो भन्यो भने मैले त सम्झिने भयो भाइहरूलाई होइन। चार्ज लिने गरेको छु कि जस्तो अस्तिकै कुरा गरौँ न, स्टेज पर्फर्म हुँदाखेरि मैले आफूले बोलाउँदाखेरि ल यस्तो गीत आएर छ, यसमा चाहिँ हामीले मिलेर गर्नु पऱ्यो भन्दाखेरि चार्ज हुन्छ कि होइन, गरौँ न भन्ने हुन्छ त्यो? चार्ज लिँदैन हो, छैन। उयो दाइहरूले बुझेर दियो भने दिए, नत्र भने ठिक छ दाइ गरौँ भन्ने हो। तर एउटा जमाना त फेरि आउँछ नि त होइन, एकदम जस्तो होइन म दाइ अब म दिने भए चाहिँ म गर्छु, यदि दिँदा गर्छु भने डिमान्ड गर्ने दिन पनि आउँछ नि त फेरि बिस्तारै है। त्यो अब सरी तपाईँको कुरा गाली, अब हामी नाच्दा सुरुमा त प्रोग्रामतिर जाँदा हामीले लिएन पैसा, अब पछि अब नाच्दै गएपछि ल है दाइ हामीले यति गऱ्यो भने आउने है हामी, आइँदैन हो नि त। अब यो नि अब भएछ भने स्टार्टिङ भयो होइन, अब एउटामा नगरौँ न, दुइटा नगरौँ न, बिस्तारै राम्रो भयो भने त अलिकति डिमान्ड बढ्दै गएपछि भनौँ न होइन। अब यो यिनीहरू नाचेको हामीले हेर्नै पर्छ भनेर आउँछ नि जब हाम्रो अडियन्सबाट, त्यसपछि मतलब आफूले डिमान्ड गर्ने पनि मजा हुन्छ कि। आफ्नो डिमान्ड भएपछि आफूले डिमान्ड राख्नु पाइयो नि त होइन। त्यो ठाउँमा पुग्नु अब मेरो आशीर्वाद होइन, त्यहाँसम्म छिटै पुगेको देख्नु पाऊँ। साथसाथै अब अहिलेको त्यो म्युजिक भिडियो हामीले फ्रीमा गरिरहेछ भने पनि अरू त्यस्तो आउँदाखेरि ल है दाइ अब चाहिँ यति हुनुपर्छ है भनी सुन्न पाऊँ हामीले होइन। त्यही भएर अहिले सुरुमा सोधेँ कि त्यो भइहाल्यो। अनि अस्ति भर्खर एउटा गीत पनि सुट भएर सक्यो नि यहाँ, थाहा पायो? त्यो हाम्रो सेफ सोसाइटी, इन्टरनेसनल सेफ सोसाइटीद्वारा चाहिँ एउटा म्युजिक भिडियो हाम्रै प्रोडक्सनबाट सनरापबाट नै हामीले चाहिँ सक्यौँ भनौँ न होइन। फर्स्ट थियो त्यो काम, गीत पनि राम्रो होइन। अब हाम्रो काम त कस्तो भयो त्योहरू अब हेर्ने मान्छेले भन्ने कुरा हो त्यो, तर फर्स्ट थियो भाइले राम्रै काम गरेछस्। हामीसँग अब त्यो के भन्छन् त्यसलाई ग्याजेटहरू पनि त्यस्तो कम्प्लिट थिएन नि त होइन, लाइटिङ साइटिङ अनेक हुन्छ नि त खास त। र पनि माल्टामा जे जति थियो त्यतिले नै गर्दाखेरि पनि त्यतिको राम्रो क्वालिटी दिन्थ्यो। अब हामी सन्तुष्टि छौँ होइन। अनि उहाँहरूले पनि त्यस्तै कुरा गर्नुभएको थियो कि त्यसरी गर्न पायो भने भएछ भने म सम्झौँला होइन, झन् सँगै मिलेर काम गर्न पाएन अर्को मजा होइन। यहाँसम्म चिन्जान भएपछि त्यति त हुनु पऱ्यो होइन। के छ यार, अब ठिक छ डान्स त भइहाल्यो। तपाईँहरूले हेर्न सक्नुहुन्छ, अघि भर्खर मैले एउटा हेरेको चाहिँ प्रकाश सपुतको चाहिँ भाइले डान्स गरेको, प्रकाश सपुत सारङ्गी भनेर फेरि त्यो अस्तिको मुभी सारङ्गी होइन, त्योभन्दा तल चाहिँ आउँदो रहेछ प्रकाश सपुत अनि सारङ्गी हान्ने त्यो अझ युट्युबमा भयो भने म यहाँ तल नि राखिदिउँला अझै होइन। त्यसमा चाहिँ भाइको डान्स देख्न सक्नुहुन्छ तपाईँहरूले। प्रकाश सपुत पनि हुनुहुन्छ, उहाँको साइडमा चाहिँ तिमी छौ होइन। अरू कुनै छ त्यस्तो नेपालमा तिमीले गरेको? हजुर सुटिङहरू धेरै गइन्थ्यो, अब ब्याक डान्सहरू भएर नाच्यो सुटिङहरूमा। त्यो अघि सारङ्गी चाहिँ मैले ठ्याक्क एउटा चाहिँ देखेको थिएँ, त्यो चाहिँ एउटा चाहिँ बन्दीपुरमा भएको रहेछ। अनि अर्को चाहिँ कहाँ थियो त्यो स्टार्टिङको चाहिँ कहाँ थियो? त्यो स्टार्टिङ बन्दीपुर, त्यो नि बन्दीपुरमा, बन्दीपुरको तल्लो फाटतिर। अनि एउटा दुइटा त माथि पोखरातिरको डाँडातिर नि रहेछ होइन। मैले त्यसो हेर्दाखेरि त्यो देखेको थिएँ। अरू गीतहरू त्यस्तो प्रकाश दुतराजको छ एउटा, ए हो
उहाँसँग नि हामीले 2टा भिडियो सुट गरियो प्रकाश दुधराज डौलीमै भयो मानुकोट मालुङ हो भाइरल हुन्थ्यो एक तागाको अझै नि स्टिल छ भाइरल छ है विन्टरमा हो म्याक्सिमम् त्यहाँ हुने होइन माथि यार कस्तो दामी छ यार मालुङकोट भनेर भनिन्छ होइन माथि डाँडा हो तल हो कि भाउ दमौली एरिया दमौली त देखिन्न नि बादल बादलभन्दा हामी माथि हुन्छौँ कि मालुङकोटमा विन्टरमा चाहिँ त्यो यस्तो खतरा ठाउँ तर म चाहिँ जानु पाएन त्यति बेला भर्खर सुरु भएको थियो 15-16तिरको कुरा हो नि त होइन कति साथीहरू गयो म चाहिँ जानु पाएन यता आइहाल्यो पछि जाने हुन् त्यस्तै भयो सिजन आएको बेला तलदेखि माथिसम्म गाडीको खुट्टा तल जान पनि पाउँदैन माथि आउँदैन मैले त्यो टिकटकमा पनि यहाँ कति देखिरहेको थिएँ त्यो बेला जाने भन्दा गइएन पोखरा हुने होला पछि त्यता आएपछि त त्यस्तो भइहाल्यो ए प्रकाश ज्योतराजको पनि 2टा छ अनि एक्ज्याक्ट नाम त खासै थाहा भएन तर यसो ब्याक डान्सरहरू धेरै गइयो है एकदम त्यो कस्तो हुन्छ को जस्तो तिमीहरूले डान्स सिकाउने ठाउँबाट बोलाउनु हुन्थ्यो कि हाम्रो डौलीमा डान्स क्लासै छ त्यहाँबाट हाम्रो गुरु हुनुहुन्थ्यो म गुरुलाई यहाँबाट सम्झिनु चाहिँ सर्जन थापा मगर डौली भिक्टोरिया डान्स एन्ड एक्टिङ स्कुल छ ए अनि के फेरि भन त भिक्टोरिया डान्स एन्ड एक्टिङ भिक्टोरिया हजुर ए अनि उहाँ गुरुको नाम सर्जन थापा मगर अनि उहाँकै थ्रुबाट सानोदेखि क्लास 7बाट उहाँले सिकाइदिनु भयो त्यहाँबाट उहाँको सङ्गीत लाग्दा अहिले उहाँ पछि अहिले उहाँले नै मलाई कोरियोग्राफी यसो सुटिङहरू एसिस्टेन्ट कोरियोग्राफी पनि गरिसक्यो 2टामा अनि उहाँले धेरै सिकाइदिनु भयो राम्रो के नराम्रो के यस्तो गर्दा उस्तो त्यही गुरुलाई चाहिँ म मनैदेखि सम्झिन चाहन्छु धन्यवाद गुरु हो नि यहाँ आज तपाईँले गर्दा भाइ यहाँसम्म पनि छ होइन कहाँसम्म पुग्छ अझै यो त स्टार्टिङ भयो त्यही त यार ठिक छ अब जस्तो एक हिसाबले अब हामी विदेशी सक्यौँ नि त होइन नेपाल छोडेर अब नेपालमै भएको भए त सायद तिमी यही फिल्डमा अगाडि बढ्थ्यौ होला होइन अब यहाँ आएपछि त अलिक गाह्रो हुन्छ नि त विदेशको लाइफ आफ्नो एउटा काम आफ्नो ठाउँमा छ कामलाई छुट्याएर पनि आफ्नो एउटा प्यासनलाई अगाडि बढाउनु आफ्नो ठाउँमा छ होइन त हुँदाहुँदै पनि त्यो एउटा हुन्छ नि गकिलो कुरा के जस्तो त्यस्तो गर्दै जाँदाखेरि अब साथीहरू बन्ने छुट्ने हुन्छ नि जस्तो अब आज अनिस भेट भयो भोलि अनिस तिमीसँग छुट्नु पनि सक्ला आई मिन तिमी कता होला ऊ कता होला होइन त्यस्तो हुँदै अब उता पनि तिम्रो साथी टन्ने हुनुहुन्थ्यो नि त होइन जस्तो अहिले तिमीले सम्झ्यौ गुरुलाई पनि होइन साथी हुन्छ नि तिम्रो लाइफमा हुनुभएको साथीहरू जस्तो तिमीले होइन मेरो साथी चाहिँ बच्चैदेखिको यो हो होइन जस्तो अब त्यसको परिभाषा पनि साथी इम्पोर्टेन्ट हुँदो रहेछ कि फ्यामिली इम्पोर्टेन्ट हुँदो रहेछ कि होइन गकिलो भन्ने हुन्छ नि एउटा जस्तो मैले अझै इजी के बनाउनु खोजेँ भने अभियसली परिवार त सबभन्दा ठुलो कुरा परिवारै भयो कसलाई पनि दाँच्नु मिलेन होइन जस्तो साथी गर्लफ्रेन्ड भयो कि भएन कहिले लाइफमा यत्तिको नाच्दै हिँड्ने मान्छेको नहोला भन्न त सकेन है मैले सोधिहालेँ सोध्न नि मिल्थ्यो कि मिल्थेन यार है मिल्यो थियो ए थियो ए भने छैन अहिले कसो के बुझ्ने हो थियो अहिले छैन भाइ अहिले सिङ्गल एकदम ओहो ल सकिएन अब भन है नलुक फेरि हाम्रो युट्युब च्यानल पुराले लानु फेरि ए के सोधेको त्यता गएर छ भने नसक्यो भने भन्नु होला फेरि हो सिरियसली नै हुनुहुन्न भन्छ तिमी सिङ्गल है अनि मैले भन्न खोजेको जस्तो त्यो हुँदै जाँदाखेरि जस्तो तिमीले त्यो गर्लफ्रेन्ड त मैले यति मजाकमा सोध्थेँ होइन त्यो हामीले खासै त्यस्तो सोध्ने गरेका छन् कसैको नि प्राइभेट लाइफ यत्तिकै रमाइलो गर्नलाई मात्र जस्तो मैले सोध्न खोजेको चाहिँ त्यही साथी कतिको इम्पोर्टेन्ट हुन्छ लाइफमा एकदम दाइ साथी दुःखमा नि साथ खुसीमा नि साथ अब भने त अब कतै एक्लै टेन्सन भएर होइन ओ साथी आइज जाउँ साह्रै टेन्सन भएर ओके साथी जाउँ कहाँ जाने कतै पिस ठाउँमा जाउँ ओके मेरो साथीहरू छ त्यस्तो एकल फोन हान्दैमा रेडी हुने त्यसमा चाहिँ साथीहरूलाई चाहिँ मान्छु भनौँ न आमा बाउ पछिको सेकेन्ड इम्पोर्टेन्ट भनेको साथी भन्छु म चाहिँ एनी टाइम चाहिने साथी अब के दुःख परेर रुँदै बसिया छ भने साथीले आएर साथीले एकचोटि कान राखिदियो भने त साथीसँग भक्काने रोइन्छ है एकदम तिमी धेरै भावुक छौ त्यस्तो कुरामा मान्छे होइन जस्तो गर्लफ्रेन्डलाई पहिला हो अब 7 कक्षा हो बढ्दा हो त नभने फेरि 10को स्टार्टिङतिर हो
है हजुर 10 क्लासको स्टार्टिङबाट यहाँ आउनुभन्दा अगाडि चाहिँ क्विट गरिदियो हजुर क्विट ए नयाँ नयाँ ठाउँमा जाने नयाँ बनाउने त होइन नि यो दुईजनाकै उसबाट अन्डरस्ट्यान्डिङबाट अन्डरस्ट्यान्डिङ ए राम्रो हो इम्पोर्टेन्ट चाहिँ कतिको हुन्छ लाइफमा गर्लफ्रेन्ड कि साथी गर्लफ्रेन्ड साथी त भनिहाल्यो नि साथी नि गर्लफ्रेन्ड नि इम्पोर्टेन्ट नै होला जस्तो लाग्छ मलाई होला जस्तो होइन हो होइन र हो नि होइन र गर्लफ्रेन्डबाटै बुढी हुने हो फेरि भोलि होइन अहिले पो गर्लफ्रेन्ड भयो भोलि बुढी हुने पनि उनीहरू नै हुने त जसरी नि एन्ड अफ द टाइम हाम्रो हरेक दुःख सुखमा साथ दिनु त उनीहरू नै हुन्छन् फेरि एउटा उखान छ नि मेरो साथी बुढेसकालको लाठी कि यस्तो के टाइपको उनीहरू नै त हुने होइन त्यस्तो हिसाबले चाहिँ जस उनीहरूलाई पनि त्यो प्रायोरिटी त दिनु पऱ्यो भन्ने हाम्रो मान्यता हुन्छ होइन त्यो छोरा मान्छेको लाइफमा एकजना कोही त्यस्तो हुनुपर्छ होइन के छ त्यो विचारमा चाहिँ जस्तो उमेरले अब कति भएको छ मैले त्यो सोध्नु छ होइन विवाह गर्ने सोच चाहिँ कहिले बनाएको छौ अहिले छैन त बिहे गरिदिनुपर्छ अहिले सोचेको छैन पहिला आफ्नो बाबामा खुसी पुरा गर्नु त्यसपछि बल्ल बिहेतिर बसिरहेको छु है जस के चाहिँ छ बुवा मम्मीको सपना चाहिँ जुन तिमीले पुरा गर्नुपर्ने बुवा मम्मीको त्यही हो सपना छोराले छिटो बिहा गरिदियोस् छिटो नाति पाइदियोस् त्यो बुवा आमाको सपना त होइन मम्मीहरूले बेला बेला भनिरहेको बाबु भयो अब त बिहे गरिदिनु भयो होला घर हो नि भन्नुहुन्छ अनि के भन्छ तिमी चाहिँ अनि कहाँ गर्नु घर होला नि बिस्तारै गर्दै गरौँ न किन हातिनु भएको अनि हाँस्नुहुन्छ रमाइलो या त्यो गाउँतिर जाउँ न होइन भैलो सैलो खेल्यो खेलिदिँदै नखेल्ने त कुरै भयो नि डान्स गर्ने मान्छेहरू है खेलिदिँदै जस्तो मम्मीलाई ढाँट्नु पर्थ्यो कि मम्मीहरूले भागेर जान्थ्यो दाइमा जान दिनुहुन्थेन मलाई 10 क्लाससम्म खासै हिँड्यो होइन मम्मीहरूले नै रोक त के भन्ने राम्रोसँग पढ भन्नुहुन्थ्यो धेरै पढाइतिर गर्नुहुन्थ्यो अब म बेला बेला भागेर जान्थेँ देख्नु भयो भने अब थाहा पाउनु भने चाहिँ गाली गर्नु होला भागेर चाहिँ गइन्थ्यो दाइ एकछिन बल खेल्न जान्छु भन्यो डान्स सिक्न जाने कहाँ भन्दा आइहालेँ म एकछिनमा आइहालेँ अनि कुटाइ नि खाइयो नि दाइ मम्मीको त खाइयो मम्मीको खायो बुवाको चाहिँ खाइएन चाहिँ बुवाको चाहिँ खाइएन हामी छोरा मान्छेले बुवाको कमै खान्छौँ फेरि खाँदा फेरि दह्रो खान्छौँ नि फेरि कसले खाँचै खान्छ नि यसरी बुवाकोले सिधै पिट्नु न पिटेपछि त आमा 7 दिन उठिन्न नि होइन यस्तो छ कि अनुभव तिम्रो बुवाले पिट्नु भएको त्यस्तो पिट्नु चाहिँ भएन मलाई बुवाले अहिलेसम्म त शब्द लाउनु भएको ए भन्छ तिमी एक्लो छोरो भएर होला प्यारो छोरो मम्मीले चाहिँ फेरि कुट्नुहुन्थ्यो कुचो हो कि चुरा फुटाउने हो कि सबैले अगाडि जे भने कुटाइ खाइदियो खाए यस्तो यो गालासाला च्यातिदिनु हुँदैन बढी बोल्छ भने पुरा गाला च्यातिदिने हुन्छ भुताल्नुहुन्थ्यो यो हुन्छ नि यो पढिन्थेन लुकी फोन चलाइन्थ्यो सानो सुटेको फोन चलाइरहे मम्मी ओइ के रहेछ के गरिरहेछ भने खाइयो रोइयो पनि रोइयो अझ एकचोटि मम्मीको नमिठो पिटाइ खाएको भने एकादशी बजारमा भोलि बजार लाग्छ नि त अन्त अनि मम्मीहरू त्यतै जानुभएको थियो अनि घर हेरेँ घरमा कोही पनि हुनुहुन्थेन घर हेर भन्नुहुन्थ्यो ल भन्ने अनि भागेर गयो केटाहरूसँग अनि के भयो भोटी बजारमा गएर जम्कापिट भयो मम्मीहरूसँग जम्कापिट अनि त्यहीँ त अब साथीहरू गएर त खुसी हुनु ल घर आइज छिटो भने त्यहाँ त मस्तो भन्छ यति भएपछि मम्मीले के गर्नु भन्ने भने सोच्नु घर फर्क्यौँ ढोक्कामा च्याङ्गेट खोल्ने बित्तिकै मम्मीले त त्यहीँबाट झाड्याङ कि झाड्याङ मान्छे बेहोस ओहो त्यसो बेहोस भन्नाले दह्रो खाइयो राम धुलाई दह्रो खायो त्यो बेला कहिले बिर्सिन सकिने यस्तो चाहिँ साह्रो हुँदा मम्मीले एकचोटि मलाई पनि त्यस्तै गर्नुभएको थियो कि साइकल थियो मेरो है बुवाले किनिदिनु भएको साइकल एउटा अनि अब त्यही त स्कुल छुट्टी पछि कतिवटा साइकल चलाउनु जाउँला भन्ने होइन एक्जाम के चलिरहेको थियो रिसको जोगमा मम्मीले त्यो साइकलको चाबी लुगाइदिनु भयो के गर्नुभएको साइकल काटेर टायर सायर काटेर फालिदिन्छु के भन्नुभएको थियो तेरो बाउले किनिदिएको र साइकल भनेछु मम्मीलाई झुकेर सकेन अनि मेरो बाउले किनिदिएको भन्न खोजेको खास तेरो बाउ भएछ त्यहाँनिर होइन त्यसपछि त हेर्नु यो त्यो भनिनँ मैले त्यही मुख होइन मेरो बाउ छु नि भनेर यहाँ तानिदिनु भयो त्यो अहिलेको हप्सीहरूको के हुन्छ र त्योभन्दा डबल भएको थियो मेरो 4 कक्षा भन्ने बेलाको कुरा हो मलाई पनि त्यही हो त्यसपछि पानी सिस्नो खाइयो के खाइयो जस मम्मीहरूले नै हो प्राय गर्ने तर फेरि माया नि फेरि अल्दी गर्नु नि फेरि होइन त्यस्तो हो बुवाले त खास बुवाले नि गर्नुहुन्छ अभियसली तर बुवाको माया खासै बुवाले देखाउनु नि होइन
तर सबै हाम्रो जिम्मेवारी हरेक कुराहरू त बुवामै हुन्छ है, घर परिवारै बोकेर हिँड्नुभएको हुन्छ त्यस्तो कुराहरू। ठिक छ, त्यही सोध्दै थिएँ मैले, बुवा मम्मीको के चाहिँ छ सपना तिमीले पुरा गर्नुपर्ने चाहिँ? होइन अब हरेक बाबाको सपना त छोरीछोरी खुसी नै होस् भन्ने हो। त्यही नै अब हाम्रो छोरीको इच्छा चाहिँ अहिले बुवा विदेशमा हुनुहुन्छ। ए बुवा अझै विदेश हुनुहुन्छ? कुन देश हुनुहुन्छ बुवा चाहिँ? दुबई। ए 48 इयर्स हुनुभयो अनि अहिलेसम्म विदेशमै हुनुहुन्छ। अनि त्यही भएर बुवालाई घरमा राखेर बुवा र मम्मी सँगै नबसे पनि लगभग वर्षमा एकचोटि आउनुहुन्छ, 45 दिनको आउनुहुन्छ, एक महिनाको आउनुहुन्छ, त्यो के बसेको। त्यही भएर बाबा मेरो इच्छा चाहिँ बाबाआमालाई घरमा थपक्क राखौँ। बाउले जति दुःख गर्नुभयो गरिसक्नुभयो, अब छोराको पाली भनेर त्यो चाहिँ सपना छ, बाबालाई गरेर राख्नु। त्यही मेरो अहिले एम चाहिँ। बुवालाई रिटायर लाइफ अब होइन 48 वर्षको हुनुहुन्छ र अझै पनि दुबई हुनुहुन्छ है। बरु यतै बोलाउँदा चाहिँ कस्तो हुन्थ्यो? यतै बोलाउँदा त्यही त हो नि त, यतै नि गाह्रो छ होइन। जो सँगै भयो भने त एउटा सँगै भनौँ न, मम्मीसँग राख्नु पनि एउटा छुट्टै कुरा। अब रिटायर्डै हुँदा राम्रो, तर उतै दुःख गर्नुको साथ त बरु यता दुःख गरेको अलिकति छ नि त फेरि। अनि मैले दुःखै गर्छु अझै म 2-4 वर्ष जान्न भने त 2-4 वर्ष यता बिताउनु न भन्न नि पाइयो नि त। अनि तिमीलाई सपोर्ट पनि भयो। अब कोही हुनुहुन्छ है भन्ने, त्यहीँ माथि बुवा हुनुहुन्छ भन्दाखेरि त एउटा सानै छुट्टै पनि भयो छोरालाई होइन। तर पनि अब यताभन्दा घरै प्रिफर गर्दा बेटर होइन। के छ, घर सर त छ, बुवाले बनाइसक्नु भएको छ होइन, त्यसलाई चाहिँ टेन्सन भएन, घर छँदैछ भन्ने भइहाल्यो। त्यही हो, अब बुवा मम्मीको एउटै सपना हो, छिटो छोरोले बिहा गरोस् अनि छिटो नाति पाइदियोस् होइन। त्यही हो, अब त्यो सपना छिटो पुरा गरिदियो, बुवा पनि त्यति खुसी है। ठिक छ यार, कतिको इम्पोर्टेन्ट हुन्छ लाइफमा विवाह चाहिँ? विवाह हुन्छ होला त्यो गरेपछि थाहा होला। मम्मीलाई कहिले क्वेसन गरेनौ बिहा गरेर तपाईँ खुसी हुनुहुन्छ कि हुनुहुन्न भनेर? गरिनु त गरेन। मम्मीले नि खासै खुसी चाहिँ हुनुभएको होइन बिहा। आई मिन हाम्रो बुवा ड्याडी मम्मी इन्टरकास्ट हो, इन्टरकास्ट विवाह गर्नुभएको। अनि अहिलेसम्म मम्मीको घरबाट कन्ट्याक्ट थिएन, बोलचालै थिएन। हामी यत्रो भइसक्यो, मम्मीको अहिलेसम्म नि एकदम कोहीसँग नि। अनि अहिले चाहिँ अब बिस्तारै बिस्तारै उहाँको नातिहरूले पनि बुझ्नु, मम्मीको बहिनीहरूको छोरी हुन्छ नि, उहाँहरूबाट नि ल गरिदिउँ न त भनेर यही वर्ष जस्तो अघिल्लो वर्ष दसैँतिर बल्ल टिका भयो। ए भनेपछि बाउको बिहा देख्यौ? होइन मैले चाहिँ देखिनँ, यता थियो दिदीले चाहिँ देख्नुभयो। दिदीले देख्नुभयो हो नि। होइन त्यो त बिहा भन्ने नि त, बिहा त पहिले गर्नुभयो, अहिले टिका आउने जाने बाटो मात्र यति वर्षपछि है। ए बुवाको मामा घरको हजुरबा कडा हुनुहुँदो रहेछ भन्छ। अनि भाइ नि किन यति ह्यान्डसम भयो भनेको यस्तो रहेछ नि त, यहाँ क्रस भन्छ नि यस्तोहरूलाई होइन। मलाई अति मनपर्छ यस्तो त झन्। त्यही त यार, त्यत्रो वर्षसम्म मम्मी माइती जान पाउनु भएन। ए भन्छ झन् बुवालाई त धेरै रेस्पोन्सिबल, एकदम त्यो प्रेसर रहेछ नि त बुवालाई झन्। अब कहिले कहिले बुवासँग ठ्याक्क ठुक्क त पर्छ मम्मीको पक्कै नि होइन। त्यो बेला फिल गर्नुहुन्थ्यो होला कि मम्मीले माइतीको होइन? फोन हान्नुहुन्थ्यो मम्मीले? एकदम उठ्थ्यो कि उठ्थेन फोन चाहिँ? होइन आई मिन मलाई भन्नुहुन्थ्यो। ए तिमीलाई चाहिँ बुवासँग बेला व्यथा सुनाउनुहुन्थ्यो। अनि माइतीलाई सुनाउनु छोडेर छोरालाई सुनाउनु पर्ने भएको छ या व्यथा। अनि बेला बेला अहिले चाहिँ के भन्नुहुन्छ भने, अहिले भन्दा नै मम्मीको टिकट नफुगाउँदा अन्तर्जातीय विवाह नगर है। ए यस्तै गाह्रो हुन्छ अहिले जुन मैले गाह्रो भोगाइरहेको छु नि, मेरो बुहारीले तिमीहरूले भोग्नु नपरोस्। जुन ड्याडी त माइत जानु पाउनु भएन, ससुराली जानु पाउनु भएन, त त्यसरी नहोस् भन्नुहुन्छ कि। अनि अहिले चाहिँ टिका फुकिहाल्यो। टिका फुकाएपछि होइन बाउ ढिलो चाँडो जसरी हुँदो रहेछ, जुन जातसँग गर्दैन हुन्छ। मम्मी फटा हुनुहुँदो रहेछ आफ्नो राम्रो भएपछि त छोरालाई पनि गर। हाम्रो यो कल्चर हो। तिमीले कतिको मान्छौ होइन यो जात जाति होइन? जस्तो अस्ति एउटा पड्कास्ट हेरेको थिएँ कि मैले, त्यहाँ चाहिँ खेम सेन्चुरीको अहिले बिचमा एकचोटि यस्तो भएको थियो नि, त्यो खुट्टाले बर्ज बजायो भनेर चाहिँ होइन। त्यो कुरालाई चाहिँ तल्लो जाति भनेर हेपे अनेक होइन। अनि मलाई आफूलाई फिल भएको कुरा कि होइन, मेरो पनि साथीहरू छन् होइन, अझै मेरो जिग्री त अझै एकदमै मेरो बच्चाको चाइल्डहुड साथी भनौँ न, त्यो बेलाको साथी चाहिँ बिक होइन मेरो साथी। मम्मीहरूले मलाई नि कराउनुहुन्थ्यो त्यो बेला, नजा उहाँ होइन, नखा के हुन्थ्यो। तर हामीलाई त्यो कुराले कहिले रोकटोक गरेर कहिले गरेन। इभन ठुलो भयो यत्रो भयो होइन, झन् विदेश हिँड्न थालेपछि त को कि त्यो त हाम्रो
दिमागमा नि आउन्न नि होइन। अनि जस्तो त्यो पडकास्टमा उहाँले चाहिँ के भन्नु, इन्टरभ्यूमा हो कि उसमा हो, त्यो चाहिँ तपाईँहरूले नै जगाइरहनु भएको छ अरे कि भन्न खोजेको चाहिँ अब उहाँहरूले नै होइन, उहाँहरूले नै गीत त्यस्तै टाइपको गाउनुहुन्छ होइन। ताकि हामीले त्यस्तो गर्दैनौँ, अब हामी यहाँ छौँ होला सायद, कहिले त्यस्तो फिल गऱ्यो कोही हामीले गऱ्यो जस्तो न मलाई नि फिल हुँदैन। हामी सँगै खाइन्छ, सँगै बसिन्छ, जोडो सब चल्छ नि त होइन। मैले कहिले त्यस्तो फिलै गराएको छैन, तर चल्नको लागि होला अथवा के होला होइन। हाम्रो राजु परियारको खेम सेन्चुरीकै भनौँ होइन, प्रकाश सपुतकै भनौँ, अब अस्तिकै सारङ्गी मुभी नै भनौँ होइन, तिनै परिवेशलाई समेटेर बनाएको हो नि होइन। सारङ्गी भन्दा नि अझै प्रकाश सपुतकै बसन्त मुभी होइन। अब उहाँहरूले नै त्यो कुरालाई अझैसम्म पनि माथि ल्याइरहनु भएको छ कि, चाहे त्यो बिर्सेर जाने बेला भइसक्यो, एउटा पुस्ता चेन्ज भइसक्यो, त्यो त अब त सायद हुँदैन। मम्मी बुवाहरू पछि सकिएपछि त अब हाम्रो पुस्ताले त त्यो ख्यालै गर्दैन नि त, जहाँसम्म लाग्दैन नि हाम्रो बालबच्चाले गर्ने कुरै भएन। तर जुन जेनेरेसन आउँछ त्यो जेनेरेसनले त्यही कुरालाई मेमोराइज गराइदियो भने त्यो कस्तो तरिकाले मिलाएर भन्नुभएको थियो, मलाई मन पराएको थियो कि त्यो चाहिँ। अब हामीले त बिर्सिसक्यौँ त्यो कुराहरू, तर तपाईँहरूले नै किन यस्तो गर्नुहुन्छ। ऊ थियो एक जमानामा थियो, त्यो चलिआएको चल्ती हो, मान्नुहुन्थ्यो पनि त त्यति बेला त फेरि होइन। जस्तो मैले मामा घरतिर के देख्थेँ भने हलो जोत्ने जुन मामा, हामीले त मामै भन्थ्यौँ होइन, उहाँ चाहिँ मैले भित्र बोलाउँदा नि आउनुहुन्थेन कि उहाँ, किन उहाँले मानिसक्नु भएको छ कि त्यो, उहाँले एक्सेप्ट गरिसक्नु भएको छ आफैले होइन। अब अहिले पनि त्यही कुरालाई फेरि होइन लिएर आउने, मलाई यस्तो भन्ने, मलाई जातलाई भन्ने, त मलाई त्यस्तो चाहिँ ठिक लाग्दैन। के भन्छौ तिमी यो विषयमा चाहिँ? मैले त्यही हो त, अब यस्तो कुरा अब हामी त भर्खरको यङ हो, हामीले यस्तो कुराको मतलब भएन। तर पहिलाको बाबु मम्मीको कुराहरू सुन्दा त्यो चाहिँ मलाई चाहिँ नराम्रो लाग्छ, हुन्छ नि। अब के भन्छ, परिवारले कपडा सिलाएर अब मगर राईहरूले लगाइरह कपडा लाउँदा विश्वकर्माले हँसियार बनाउँदा त्यही चलाइरह, त्यो चलाउँदा के पनि भएन। तर पानी खाँदा, घरको दैलो छिर्दा, त्यसो गर्दा चाहिँ नराम्रो लाग्छ। अब मेरो मम्मी भयो होइन, मम्मी मगर हो, हामी बुवा सार्की। ए मम्मी मगर बुवा सार्की। अनि ड्याडीले मगरले हालेर मम्मीलाई मगर समाजबाटै आउट भन्दा नि छिर्न नदिने, त सार्कीसँग गइसकिस्, अब त सार्की गिरिज हाम्रो नेपाली भाषामा झरिस त, हाम्रो जातभन्दा तल झरिस टाइपको। त्यसो सुन्दा बेला मम्मी रुनुहुन्थ्यो है, यस्तो कुराहरू सुन्दा यस्तो हुन्थ्यो। पानी बोक्दा आउँदाखेरि यसो हिँडिरह्यो भने परबाट त्यस्तो कुराहरू सुन्दा चाहिँ नराम्रो लाग्थ्यो। त्यहाँ मलाई चाहिँ फेरि विश्वास लाग्दैन यस्तोमा फेरि। मैले अर्को कुरा सम्झेँ होइन, राजु परियारले एउटा इन्टरभ्यूमा के भन्नुभएको थियो नि, राजु परियारले होइन, त्यो भनेको चाहिँ सरसफाइ हो अरे कि होइन। जस्तो राजु परियारले पनि कुनै फोहोर मान्छे आउँछ, 52 फोहोर मान्छे आउँछ नि, म उसलाई मेरो घरमा भित्र छिर्नै दिन्न नि, फोहोरी मान्छे आउँछ म किन दिन्छु होइन र। त्यो भनेको एउटा मनको चाहिँ हाम्रो बाँध हो। सरसफाइले चाहिँ त्यस्तो फरक पारेको होला कि भनेर भन्नुभएको थियो उहाँले। ट्याक ट्याक्क कहाँ आउँछ फेरि यस्तो बसेको बेलामा चाहिँ। तर त्यो इन्टरभ्यूमा उहाँले त्यही भन्नुभएको थियो कि, जस्तो कति ठाउँमा आफू नचाहँदा बाहिरै बस्नु पऱ्यो, अब कति ठाउँमा चाहिँ भित्रै लिएर जाने होइन। र मेरै घरमा पनि मैले कतिलाई अलाउ गर्दिनँ नि होइन। त्यो कुराहरू कस्तो मिलाएर भन्नुभएको थियो कि। हुन्छन् अझै पनि नेपालको तिम्रो गाउँतिर त छ नि त अझै, बाहिर फर्स्ट टाइम छोरी मान्छे बाहिर निस्किँदाखेरि गोठमा अझै पनि होइन। अब त्यो कति नराम्रो कुरा सोच न हेर होइन। स्वास्थ्य मान्छेलाई अस्ति त मैले सुने, यहीँ आसी सुने, उता सिमीकोट कालीकोट कतातिर हो, बाघले एट्याक गरे अरे त्यसरी गोठमा बस्दा है। त्यसरी बाहिर निस्केर बाहिर बस्दाखेरि चाहिँ उसलाई चाहिँ बाघले एट्याक गरे, के यस्तो न्युज आइरहेको थियो। अब त्यस्तो त्यो कतिसम्मको अन्धविश्वास होइन, रूढिवादी छ त्यो। कति कुरामा काम पनि गर्ला, कति कुरा राम्रो पनि होला होइन। बुढापाकाले भन्ने कुरा नि त होइन। अब त्यो भात खानुभन्दा अगाडि यसरी पानीले पूजा गर्ने घुमाएर टाइपको खाने होइन। अनि एउटा साइन्टिफिक एन्सर दिनुभएको थियो एकजनाले चाहिँ, त्यो पहिला त हामी भुइँमा बसेर खाइन्थ्यो हो, माटोको घर हुन्थ्यो, किराहरू कमिलाहरू त कुटुकुटु आउँछ, तिनीहरू नआउनु भनेर पानीले रेखा गरे हो होइन। त्यो भयो, अथवा धुलोसुलो नउडोस् भनेर अलिकति सम्काएको हो, त्यस्तो टाइपको होइन। त्यो त एकदम राम्रो कुरा हो नि त फेरि होइन। ती कुराहरू छन् अझै पनि निकाल्ने बेला चाहिँ के त्यस्तै कुराहरू निक्लिने होइन। ठिक छ यार, ती कुरा त भइहाल्यो, अब हामीले भनेर के हुने होइन, सोचेर के हुने नि होइन। तर पनि त्यस्तो अहिलेको जेनेरेसनमा चाहिँ त्यो सोचाइ कोहीमा पनि छैन, मैले कोहीमा पनि पाउँदिनँ अहिले चाहिँ होइन। तर अस्ति चाहिँ खेम सेन्चुरीको चाहिँ राम्रै
के भन्छ आलोचना भएको थियो होइन बिचरा, तर पनि कस्तो मजाले ट्याकल गरेर अहिले उहाँकै उसले पो जित्नु भयो त क्या होइन, भोइस अफ नेपालमा उहाँकै टिमको यो एकजना मेम्बरले चाहिँ जित्नु भएछ होइन, क्या राम्रो कुरा थियो। त्यस्तो भएको थियो। ठिक छ, अब त्यस माल्टामा छौँ हामी, काम गर्दैछौँ, नाच्दै पनि छौँ होइन। अनि अब अरू त त्यही इभेन्टहरू भएन त हो नि होइन, अब यतिको रात हिँड्ने कुरा नि भएन कि होइन। त्यही त यार। अरू छ सुनौ, तिम्रो केही अनुभवहरू छन् भने। डान्सकै कुरा हुन्छ नि त, मैले यो कुरा कहिले बिर्सेको थिइनँ टाइपको कि मेमोरी फन्नी कुनै पनि त्यस्तो हुँदाखेरि। खासै त्यस्तो फन्नी त केही पनि छैन है। यस्तै डान्स कम्पिटिसनमा हाम्रो स्कुल एनपेप्सन कम्पिटिसनहरू भइन्थ्यो, त्यति बेला हामीले 4 पटक लगातार जित्दा चाहिँ त्यो पल चाहिँ याद आउँछ। ए स्कुल हुँदा चाहिँ? हजुर स्कुल रेगुलर डान्स कम्पिटिसन एकदम एनपेप्सन भन्ने हुन्थ्यो। पेप्सन र एनपेप्सन डब्लु एरियाको तनु एरियाको सबै स्कुल हुन्थ्यो। त्यति बेला चाहिँ हामी 4 चोटि लगातार हुँदा चाहिँ स्कुलबाट नि हुन्छ नि, है तिमीहरूले गरे है। अन्त सरहरू पनि प्राउड फिल हो, फर्स्ट इयर जित्यो, सेकेन्ड इयर जित्यो। अब जुन हामीले कम्पिटिसन छिर्दैछौँ त्यति बेला सब हेर्ने, ल पब्लिक आए, म पढेको स्कुल डाउन पब्लिक, अनि 2 चोटि जितिसक्यो। अब हामी आउने थियो कि तर्सिन्छ सबै, अनि नाचिन्थ्यो यसो गरेर। अब हामीले अलिअलि अनुमान त गर्न सकिन्थ्यो नि, त्यसै ल हामी नै हो भन्थ्यो। अनि लगत जस ढुक्का चाहिँ भन्थ्यो अर्को देखेर हामी नै हो भन्ने। अनि लगातार 4 वर्ष जित्यो। त्यसपछि अब स्कुल लेभलले सक्यो। ए साँच्चै। अनि +2 कता गऱ्यौ? म ब्याचलर सेकेन्ड इयर रनिङ। +2 चाहिँ कता गऱ्यौ? आदिगोही भन्नुभयो क्याम्पस वहीँ? हजुर। ए अनि त्यसपछि ब्याचलर जोइन भयो, अनि सेकेन्ड इयर रनिङ गर्दा यता आइपुग्यो। ए भनेपछि उमेर पनि खासै भएको छैन तिम्रो है? मैले अनुमान लाए अनुसार चाहिँ 22-23 है? तिमी त बुढो भयो होइन, डामेर छोडेको साँडे जस्तै है कसो, त्यही होइन त? त्यही त यार। ठिक छ, यस्तै हो अब लाइफ होइन। यहाँ आइसक्यो। त्यो मलाई एकदम मन छोएको कुरा चाहिँ अब डिप्रेसन भन्ने शब्द निकाल्दाखेरि होइन, 6 महिनासम्म घर बस्दाखेरि नौलो ठाउँ, न काम न पैसा, अब घरमा फेरि महिना मरिसक्यो, 2 महिना भयो, 3 महिना भयो, एउटा हुन्छ प्रेसर होइन, अनि अलिअलि पैसा खोजेरै आयो पक्कै त्यो कुराहरू। एनिवे त्यस्तो त्यो दुःख त हामीले पार गरिसक्यो तिमीले होइन, मैले पनि गरेँ। अब त्यो हरेकको समस्या त्यो हो माल्टामा जति पनि आउनुहुन्छ उहाँहरूको। रै पनि अब इन अफ द टाइम कस्तो हुँदो रहेछ भने मेन भनेको हामी सन्तुष्ट छौँ कि छैनौँ अहिले चाहिँ होइन। त्यस्तै भइरहेको भए सायद तिमी अहिलेसँग यहाँ आउँथेन होला, एउटा न एउटा फर्किलो यहाँ हुन्थ्यो कि अन्त हुन्थ्यो कि ब्याक टु नेपालै हुन्थ्यो कि एक न एउटा त हुन्थ्यो, त्यत्तिकै त बसिन्थेन पक्कै पनि होइन। तर अहिले चाहिँ सब साथीभाइहरू भए, यतिको रमाइलो पनि भइसकेपछि होइन, सजिलै जान्छ माल्टाको लाइफ चाहिँ। के छ कहिले फर्किने सोच छ त्यस्तो? जस्तो बुवालाई चाहिँ फर्काउने होइन, जति सक्दो छिटो बुवालाई चाहिँ फर्काउने भने तिम्रो सोच छ भने तिमी चाहिँ कहिले फर्किने? अनि पासपोर्टको लागि योभन्दा बेटर कन्ट्री जाने कि? होइन दाइ, म यहीँ अलि वर्ष यतै बसेर अलिअलि राम्रोसँग कमाइएछ भने ब्याक टु नेपाल फर्केर नेपालमा केही गर्ने है, लाइक किसान खेतीपातीहरू गरेर बस्ने। हो त्यो लाइफ रमाइलो छ नि यार होइन। कुटो कोदालो होइन, अहिले दुःख छ तर मनमिल्ने जीवनसाथी अथवा परिवार भयो भने चाहिँ दुःख सुख त्यहाँनिर त्यो मजबुत छ कि त्यो लाइफ नै। मलाई कस्तो फिल हुन्छ नि, जस्तो अहिले तिमीले पनि फिल गर्यो होला होइन, बानी यति बिग्रिसक्यो कि लिफ्ट एक दिन बिग्रिँदाखेरि 4 तला हिँडेर जानुपर्छ, स्याँ भइन्छ कि। त्यो लाइफ त होइन नि त यार हाम्रो होइन। कस्तो पालुङ डाँडा हामी तलबाट माथिसम्म दौडेर गइन्थ्यौँ, हो कि भन न? ट्रु, त्यो त्यस्तै थियो हाम्रो जमाना होइन। लाली गुराँस टिप्नलाई कहाँ डाँडासम्म पुग्थ्यौँ हामी होइन, थकाइ भनेर केही हुन्थेन। अहिले म अचम्म पर्छु त नि, दोकान त्यहाँ जानु पर्ने नि गाडी निकाल, उता जानु पऱ्यो गाडी निकाल, त्यति हिँडेर जानु पर्दाखेरि स्याँ आउने तागतै छैन कि। यो भक्कु बरुडी जस्तो भइसक्यो कि हाम्रो त शरीरले, मलाई त्यस्तो फिल हुन्छ कि साँच्ची भने। तर कुटो कोदालो गरेको भइन्थ्यो भने घर अब हाम्रो हेर न, हजुरबा स्टिल अहिलेसम्म तन्दुरुस्त हुनुको रिजन के हो त नि? त्यही दुध मही, त्यति बेलाको कसरत हो नि त। अहिलेको गएर फलाम उचाले जस्तो त्यति बेला हाम्रो आमाले त डल्ला सल्ला बोकाइदिनुहुन्थ्यो किन होइन। त्यो मलाई याद छ कि त्यो हलो यहाँ राखेर पुरा जुवा यता राखेर गोरु अगाडि होइन, टमाटो एकैजनाले हो नि त। तर अहिले खत्तम छ यार विदेश। नेपालको कन्डिसन नै त्यस्तै छनलाई अब होइन। हामीले यहाँ बसेर त के भन्ने हुन्छ। अब चाहिँ के राम्रो हुन्छ कि भन्ने आश छ। बालिन जस्ता मान्छेहरू आउनु भएको छ होइन, तिम्रो सोच चाहिँ धेरै राम्रो हो त्यो।
मेरो पनि त्यही हो सोचाइ। आएको थुप्रो भइसक्यो, माल्टा आएको 7-8 वर्ष भइसक्यो। नगएको रिजनै त्यही हो। त्यो बेला म सँगसँगै आउनुभएको साथीहरू चाहिँ पोर्चुगल गएर पासपोर्ट लिइसक्नु भएको छ होइन। र पासपोर्ट लिए पनि खोइ दुःख गर्न छोडेको छैनन् होइन। बिहान जानु छ बेलुका आउनु छ भन्न छोडेको छैनन् होइन। पासपोर्ट भएर चाहिँ हुने होइन, तर केही हदसम्म सपोर्ट हुँदो रहेछ इफ हामी जहिले पनि विदेशै बस्ने हो भने चाहिँ त्यो पाइला चाल्दा भयो। तर इन्ड अफ द टाइम त नेपालै हो नि यार होइन। मैले बारम्बार सोच न यार, पालङकोटमा गएर होइन बुढेसकालमा 65 वर्ष हुँदा त्यहाँ गएर बस्यो होइन। चिया खाँदै साथीहरूसँग गफ गर्दाको मजा, यसो कहिले निक्ल्यो पनि खोलातिर जाउँ होइन, माछा मारौँ, कति मजा। त्यो रमाइलो छुट्टै छ क्या। चौतारीमा बसेर गफ गर्नुको मजा होइन। साथीभाइहरू आफ्नो सानोदेखि अब तिमी 3 वर्षपछि गयो भने त्यहाँको रहनसहनै चेन्ज हुन्छ कि। बच्चाहरू सानोदेखिको बच्चाहरू हत्ते बढिरहेको हुन्छन्। त्यो बेला सुनेको स्वर त्यसको उकिएन जस्तो हुन्छ, घोक्रेर हुन्छ नि। हामीलाई पनि त्यो भएको थियो, त्यो हुन्छ। तर सकभर नेपाल नै प्रिफर गर्नुपर्छ भन्छु म म्याक्सिममलाई चाहिँ। मेरो पनि त्यही नै छ सोचाइ चाहिँ। कतिको इन्ट्रेस्ट छ यार तिम्रो पोलिटिक्स, यो राजनीतिमा चाहिँ? म छैन दाइ यसै यो एनआरएनए यही थाहा, समाजहरू पनि है। मलाई खासै यो पोलिटिक्सतिर इन्ट्रेस्ट लाग्दैन है टु बी अनेस्ट। तर बेसिक कुराहरू चाहिँ थाहा हुनुपर्छ आफ्नो देशको बारेमा। कसैले पनि किन त यहाँ आइस भन्यो भने के भन्ने होइन। तेरो नेपाल त्यति राम्रो छ, कोही गएर घुमेर आएको मान्छेलाई त वाह तेरो कन्ट्री यस्तो बवाल छ, किन त यहाँ छस् भन्नु त पऱ्यो नि त। मेरो यस्तो छ उस्तो छ, मादर हाम्रो के अरे हजुरबाहरू ठिक छैन भनेर भन्नु पऱ्यो नि तिनीहरूलाई होइन। बोल्दा के बोलिन्छ यार। ठिक छ, यस्तै हो, गफ होस्। दाइले सोध्न बिर्सेको तिमीलाई भन्न मन लागेको कुराहरू छन् भन न, केही छ? कसैलाई अघि जस्तो तिमीले गुरुलाई सम्झ्यौ, बुवाको सपनाहरू भन्यौ होइन, त्यस्तो कुनै छ? जस्तो माल्टामा नयाँ आउने कोही तिमी जस्तो यङ जेनेरेसन नेपालमा कति बसिरहनु भएको छ, अथवा माल्टामै हुनु भएको, जस्तो त्यो 6 महिनासम्म तिमी काम नगरी नै बस्दाखेरि तिमीले भएको पीडाहरू, त्यस्तो अरूलाई पर्दाखेरि त्यस्तो नसोच्नु पर्ने कुराहरू? पहिला विदेशमा आउनुभन्दा पहिला मेन्टली प्रिपेयर भएर आउनु पर्दो रहेछ। अनि प्लस कसले चिनजान भयो भने पनि एकदम अब आफ्नै आफन्तहरू कोही भइदियो नि कमसेकम एउटा सहारा त हुन्छ नि त। आफूले यहाँ खान नपायो भने कमसेकम दाइ यसो भयो भनेपछि त कमसेकम उसले दिन्छ नि त। त्यही भएर बुझेर आउनुहोस्, त्यही स्किल सिकेर आउनुहोस्। अहिले त झन् माल्टाले त्यस्तो रुस लिएर आइरहेको छ होइन। अनि बाइचान्स त्यस्तो भइहाल्यो होइन, सबै गरेर आउँदै पनि काम पाइन 6-7 महिनासम्म बस्नु पऱ्यो भने आफूलाई चाहिँ यस मै स्ट्रङ छु है, यस्तो हुँदैन भनेर आफूलाई नै कन्ट्रोल गर्नुहोस्। त्यही नै हुने यार हामीले भन्ने त होइन। अब अहिले त त्यही माथि माल्टामा धेरै सजिलो भएको छ। जस पाइले पछि नेपालीहरू ठोकिन्छ नि त। के गरी ट्याक्सी बुक गर्न परिहाल्यो भने नेपाली ड्राइभर आउने एउटा दुईवटा कुराहरू सुन्नु पाइयो। आज एकजना मैले भेटाएको थिएँ कि, उहाँको नाम चाहिँ राम, ओर्मीबाट मैले पिक गरेँ है। नयाँ आउनु भएको रहेछ, अनि सुरुमा त अब नेपाली हो भन्ने थाहा भएन। अनि उहाँले आफूले अलरेडी हालिसक्नु भएको छ नि त बोल्ड एप्लिकेसनमा एड्रेस। अनि म त भित्र छिरेर पोस्ट यो एड्रेस र त्यो एड्रेस इट्स ओके टाइपले के हुन्छ नि इङ्ग्लिस त्यस्तो प्रपर नै। अनि मैले हेरेँ ठिक छ, मैले अब नेपाली जस्तो लाग्यो राम त मैले होइन। अनि नेपाली हजुर नेपाली तपाईँ पनि नेपाली कस्तो। त्यसपछि उहाँको एक्सप्रेसन हुन्छ नि 2-3 दिन मात्र भए रहेछ। अनि मेडिकल गरेर आज मेडिकल छोड्नलाई कम्पनी जानुपर्ने भए रहेछ है। अनि मैले भनेँ कि जस अझै त्यहीँ माथि मैले सोधेँ नेपालबाट डाइरेक्ट आउनु भएको कि दुईबाट आउनु। उहाँ नि कोही छैन मेरो यहाँ, म एजेन्सी थ्रु आएको, एजेन्सीले नि लएर त्यहाँ रुममा राखिदियो, त्यस्तो कोही पनि चिनाएको छैन। मैसँग आएको साथीहरू चाहिँ कोही अर्को ठाउँ हुनुहुन्छ, उहाँहरू उता आउँदै हुनुहुन्छ के भन्दै हुनुहुन्थ्यो। जस उहाँलाई त सजिलो भयो नि त, ट्याक्सी बुक गर्दा म परेँ, बस चढ्दा ड्राइभर पर्नु होला, अथवा हिँड्दाखेरि कोही ठोकिएर नेपाली हो जस्तो होला होइन। हामी आउने बेलामा कस्तो भएको थियो भने हाउसकिपिङ गरेँ काम, अनि जानुपर्ने बुझिबा बस्थेँ म। लखतरन परेको बसमा एसी लगाएको आनन्द आयो कि होइन। यस्तै जुनजुलाई यस्तै के थियो, सुतेछु म त चिर्कुवा पुगेछु भने झर्न पनि बुझिबा होइन। चिर्कुवा पुगेछु, कहाँ है थाहै छैन त्यो चिर्कुवा भन्ने पो अहिले पो थाहा भयो म चाहिँ चिर्कुवा पुगेछु भन्ने होइन। अब त्यसपछि म कहाँ जाने, अब न इन्टरनेट छ फोनमा, अहिलेको जस्तो त्यो डाटा लिने हुन्थेन, मिल्टाको त्यो फ्री वाइफाई चलाएर हिँड्थ्यो होइन। कन्जुस अब त्यो बेला अब पैसा ऋण लाग्छ कति, कहाँ यहाँ महिनाको 30-40 युरो त सोच्नै सकिँदैन। ट्याक्सी बुक गर्ने त दूर त्यो बेला बोल्ट नै थिएन होइन। इक्याबलाई फोन गर्दाखेरि पनि म कहाँ छु भनेर भन्न त पऱ्यो, थाहै छैन कहाँ। एउटा होटल कति नजिक छ भने त्यो होटलमा गएर म यो होटल अगाडि छु भन्नु पर्थ्यो होइन। त्यो स्ट्रिटको नाम यो त्यो थाहै हुन्थेन नि त होइन।
ल चिर्केवा पुग्यो फर्किने कहाँ हो थाहा छैन होइन। अब बुझिबा भन्छु त्यो बुझ्दैनन् तिनीहरूले। बडो मुस्किलका साथ आइयो थियो। ओहो गाडीमा सुत्नु हुन्न त्यसपछि कहिले छुट्नेर बरु सिट पाए पनि बसेपछि निदाइन्छ होइन त्यस्तो भएको थियो। त्यही भएर नि सबभन्दा पहिला मैले सबभन्दा पहिला चाहिँ गाडी किनौँ त्यो फिल भएको थियो कि मलाई। त्यस्तो भएको थियो यार। ठिकै यार गफ गर्दा गर्दा होइन कस्तो मान्नु भएको छ तपाईँले हाम्रो गफलाई इन्जोय गरिरहनु भएको छ। तिमी जस्तो डराएको छैन भाइ फेरि होइन कन्फिडेन्सको साथ बोलिरहेछ नि रमाइलो नि भइरहेछ गफ गर्नलाई भाइको कुराहरू सुन्दाखेरि है। भाइ हान्सम यति किन रहेछ भन्ने कुरा मैले थाहा पाएँ नि त होइन। अनि यार बाबु के मैले खास भन्न खोजेको अन्तिममा सक्दिउँ भन्नलाई यस्तो रमाइलो गरिदिएको होइन के भन्छु। पहिलो कुरा धन्यवाद दाइले। दाइलाई पनि हेरेर आउँथ्यो भिडियोतिर अनि खुसी लाग्यो दाइसँग आयो यहाँ गफ गरियो जानी नजानी के बोलियो केही गल्ती बोल्यो माइल पाऊँ त्यही हो दाइ। अनि यस्तो नि यो त यो मेमोरी हुँदो रहेछ कि जस्तो अब भनौँ न मैले अघि भने त अब एउटा त रिलेसन भइहाल्यो चिनजान भइहाल्यो। अनिसँग पनि म यसरी नै क्लोज भएको थिएँ होइन। अब तिमी भयो सरहरू हुनुपर्छ। यसले चाहिँ पड्कास्टले चाहिँ एउटा के गरिरहेछ भने मलाई चाहिँ एउटा मित्रता साथी हुन्छ नि अब जस्तो चिनजान हुनलाई सजिलो बनाएको छ त्यो एउटा भइहाल्यो। अर्को कुरा चाहिँ मेन के भने मेमोरी। अब यो भिडियो हामीले ट्याकटुक गरेर युट्युबमा हालेपछि युट्युब प्लेटफर्म रहने जेलसम्म भिडियो रह्यो नि त होइन। सोच न अब पालुङगोरको तिमी डाँडामा बस्दाखेरि कहिले कहिले होइन हेरिदिनु न त माल्टाको के आइहाल्यो भने ल 25 वर्ष अगाडि हामी यस्तो थियौँ यार होइन यस्तो लजाइ लजाइ बोलेको थिएँ म दाइसँग टाइपको यो फिल हुन्छ नि त त्यो बेला। अझै मेन त त्यो त तिमीसँग मभन्दा पहिला अझै छ त्यहाँ होइन त्यो त छ अझै प्रकाश सपुतको पछि टाक्का टुक्क होइन डान्सहरू त्यो रमाइलो हुन्छ नि। सोच न छोरो हामी बुढो भइन्छ अलिअलि छोराछोरी 12-13 वर्ष हुन्छ नि हेर तेरो भाउ कति कस्तो थियो यस्तै नाच्न सक्छस् त अर्को पाइयो नि ल भन मेमोरी हुन्छ त्यो यार मेन त मेमोरी के। त्यसको लागि चाहिँ हामीले यो थोरै मिहिनेत गऱ्यौँ दुःख गऱ्यौँ ठिक छ। हेर्दा हेर्दै 1.5 वर्ष नि भएछ। थ्याङ्क यू सो मच बाबु आयो आफ्नो टाइम दिएर होइन। अब अरू कुरा त गर्दै गरौँला प्रोग्राम हुँदै गर्छ नाचेको हेर्दै गरौँला होइन। अब त रमाइलो हुन्छ नि त केटा नाच्दाखेरि नि वा होइन। अनि एउटा कुरा सोध्नु मन लाग्यो जस्तो अडियन्स जस्तो गायकहरूले स्टेजमा बसेर गाउने बेलामा चाहिँ अगाडि कतिको अडियन्सहरू छ भनेर उसले हेर्न पाउँछ नि त आरामले हेर्दै होइन। उनीहरूले जे गर्छन् जता बढी क्राउड छ छैन होइन त्यो हेर्छ नि त उनीहरूले होइन। धेरै क्राउड हुँदा उनीहरूले पनि वा भन्ने हुन्छ। थोरै भयो भने ल्यास्छ नि होला होइन। तिमीलाई त्यस्तो हुन्छ कि हुन्न? हुन्छ है स्टेज चढ्ने बेलामा चाहिँ मान्छेहरू हुनु पऱ्यो भन्ने चाहिँ हुन्छ आश लाग्छ। अब हेरोस् न हामी पनि नाचेको अलिकति अडियन्सहरू उनीहरू आइपाएपछि हामीलाई पनि त्यही इनर्जी आउँछ जोस जागर जति मान्छे भयो जति आइहाल्यो हामीलाई अलिकति हुन्छ नि त। अब कोही छैन 2-3 जना मान्छे हो यता अल्यास पनि नाच्नुपर्छ त्यो मजा हुन्न है। अडियन्सको अगाडि चाहिँ जस पर्फर्म गर्न चाहिँ मजा हुन्छ होइन। ठिक छ यार ल यिनै हुन् कुराहरू। तपाईँहरूले कस्तो मान्नुभयो होइन। अहिलेसम्म हेर्नु भएको छ भने तपाईँहरूलाई मुरी धन्यवाद है। भिडियो हाम्रो 1 घन्टा लामो भएको छ के कुरा अरे गर्न अघि काटिदिएको भयो यो धन्यवाद तपाईँहरूले पाउनु भएन। थ्याङ्क यू सो मच होइन। जतिले पनि हेर्नु भएको छ हेरिसकेपछि त्यो मैले भनिरहने होइन युट्युब च्यानल छ सब्सक्राइब गरिदिनु भन्न त पर्दैन त्यो गर्नुहुन्छ बाबु। यो पुग्न त भाइलाई हामीले त्यो गिफ्ट चाहिँ दिइहालौँ यहाँनिर छ। हामीले के गरेछौँ भने स्पेसल गेस्टलाई होइन के भनिस् यो चाहिँ हाम्रो रोयल दरबार थाहा छ तिमीलाई उहाँहरूले चाहिँ यो भाउचर दिनुभएको छ कि भर्सर त्यहाँ आउनुहुन्छ गेस्टहरू जुन गेस्ट अलिकति तपाईँलाई राम्रो लाग्छ होइन मनपर्छ तपाईँलाई उहाँहरूले चाहिँ दिनु भन्नुभएको थियो कि। अब तिमीले पायो भने चाहिँ तिमी पक्कै पनि राम्रो भयो होइन भनेर मैले मक्ख पारिदिएको मैले सबैलाई दिन्छु मैले अहिले लेख्नु भएको चाहिँ ल एनिवे यार यो चाहिँ 15 युरोको भाउचर होइन। तिमी जानु एकचोटि टक्क म वहाँ गएको थिएँ 2 दिन भएको थियो भनेर 15 युरो डिस्काउन्ट तिम्रो लागि जतिको खायो नि 15 युरो चाहिँ डिस्काउन्ट होइन। म 14 युरोको मात्र खाएर हिँड्छु भने पाइयो फेरि है त्यो यो धेरै यो तिमीलाई ल ल सकौँ ल।